हाम्रो जिम्मेवारी कहिल्यै समाप्त हुन सक्दैन। यही भावना र आत्मीयतालाई एउटा सूत्रमा बाँध्ने उद्देश्यका साथ गोकुल विद्यार्थी मञ्च गठनको एउटा आवश्यकता महसुस गरिएको छ र यस मञ्चको मुख्य उद्देश्य विद्यार्थी र गोकुल विद्यार्थीहरू बीचको आपसी सम्बन्ध, सहकार्य र एकता कायम गर्नु हो। साथै क्रियाशीलतापूर्वक अगाडि बढ्ने कुरा एउटा पाटो होला, तर उहाँहरूको अनुभवहरूलाई ग्रहण गरेर इन्डोर्स गरेर भोलि कार्यान्वयनमा लाने कुरा एकदिन त्यसलाई भनौँ न एकसँग जाने कुरा चाहिँ नि त्यो महत्त्व हुन्छ। त्यसो भएको हुनाले त्यही आधारबाट हामी समितिमै रहनुपर्छ भन्ने कुरा होइन। समितिमा बस्ने सीमित हुन्छ, तर चाहिँ नि के त भन्दा काम त्यसले चाहिँ अरूलाई समेटेर त्यसमा चाहिँ नि त्यो कुराहरूलाई ग्रहण गर्ने र त्यसलाई सहयोगलाई लिने अनि अगाडि बढ्ने कुरा चाहिँ नि महत्त्वको कुरा हुन्छ भन्ने लाग्छ।